फ्यामिली आज भ्लगमा स्वागत छ सबैलाई। नेट नभएर हामी चाहिँ घरदेखि निस्केर त्यसको नानी घर जानु लागेको छ होइन। सो देख्न सक्नुहुन्छ सबैजना यहाँ कुकुरहरू देख्न सक्नुहुन्छ। त्यही हो गाइस। अब यहाँ अर्को हाम्रो म्यामजीको चाहिँ आइफोन नभएर त्यही हो। त्यो चाहिँ थाहा भएन होइन। तर नानी घर भनेर चाहिँ तर कुन चाहिँ हो त्यो चाहिँ हामीले याद गर्न सकेन। हामी अहिले चोकतिर पुगेर पनि आउन सक्छु होला। भ्लग बनाउनु जाने हो, कन्टेन्ट हुन्छ एउटा यार। सो यहाँ कसले थाहा पायो त काटेर फाल्नु जे पनि काटेर फाल्छ भन्छ। अब हामी चाहिँ यहाँ घर आइपुगिसक्यो। यही घरमा हामी चाहिँ नेट चलाउन आएको। उयो जाने हो, कन्टेन्ट हुन्छ जाने हो तल भने सुनाउन भने हामीले कहाँ जाने गाइस जाऊँ न मोबाइल ल्याए मैले। सो अहिले चाहिँ लाइन गएर निस्किदिएको होइन सबै उज्यालो एउटा कन्टेन्ट बनाउनु झन् त्यसमा के भन्छ बाहिरतिर जाने होइन। यहाँ कोही मान्दैन, यहाँ कोही मान्दैन। घरमा मार्छ नि त भाइ, घरमा मार्छ नि झन् कोही छैन। आज यसो रातितिर भ्लग हान्ने भनेको गाइस त्यही त्यस्तै पर्यो होइन। सोचेको जस्तो भएन। यस्तो यस्तो काठमाडौँ केटिएम सिटीको जस्तै भाइ राख मलाई चाहिँ गाइस होइन। त्यो बत्ती देखाएन यहाँ म अनुहारमा बत्ती देखाएर भ्लग बनाइरहेको छु। भुइँमा चाहिँ देखाएन भुइँमा। त्यही हो सोचेको जस्तो भएन। त्यहाँ पुरै मान्छे आइरहेको छ। झन्डै छिरेको गाडीमा झन्डै गाडीमा छिरेको छ। त्यही हो हिँडिरहेको छु बाटो उत्तिर जाउँ होला त सिटी ला आइडीहरू मेरो यतिकै छ है। वाइफाई आइफोन त नोटिफिकेसन हो गाइज। अब चाहिँ हामी घर पनि आइपुग्न लागिसक्यो होइन। घर पनि आइपुग्न लागिसक्यो। फेरि यहाँ कुकुर यो अर्को सेनामेना देख्न सक्नुहुन्छ। यो अर्को सेनामेना त्यही हो गाइज। घर पनि आइसक्यो। लाइन पनि अहिलेसम्म आएको छैन। सेनामेना त्यही हो टकको पारामा होइन। घर आइदिएको घर चाहिँ यही हो मेरो होइन। आउनु सक्नुहुन्छ, मलाई भेट्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। यो हाम्रो छपिनी अहिले चाहिँ हामी रुमभित्र पनि छिरिसक्यो। टक्क गइन्छ मस्त चप्पल यहाँ खोलिन्छ। चाहिन्छ अब यहाँ यसले बत्ती चाहिएको अरे गाइज। त्यही हो ओ छिटो आइज न। यहीँ बसिरहेको छु यहाँ। त्यो पानी भरेर आएर अहिले आइज माथि। अब त्यही त हो गाइज। सबै गेट सेट लगाएर गएको थियो होइन। अब लाइन गइहाल्यो त के गर्ने, हाम्रो गल्ती होइन। यहाँ आउने बित्तिकै टक्क लाइन आयो किनकि हामी लक्की रहेछ नि। आउने बित्तिकै लाइन चट्ट पारामा आइदियो। सो त्यही त हो नि। यहाँको मैले सबै डेकोरेसन हटाएर होइन एउटा बुके चाहिँ यहाँ राख्दै थिएँ। अनि यहाँ गुडिया पहिल्यैदेखि थियो होइन यो गुडिया चाहिँ। अनि मैले चाहिँ यता साइडमा देख्न सक्नुहुन्छ मेरो डेकोरेसन चाहिँ यही हो। के भन्नु र तपाईँहरूलाई अब डेकोरेसन देख्न सक्नुहुन्छ। मैले यहाँको मेडलहरू सबै यता के सिप गरिदिएँ। सिपहरू के भन्छ यहाँ दिदीको फोटोहरू देख्न सक्नुहुन्छ। त्यहाँ दिदीको सर्टिफिकेट अनि यहाँ एउटा मेरो देख्न सक्नुहुन्छ। हेर्नु होला नाम पनि देख्न सक्नुहुन्छ होइन। यहाँ मिस्टेक भएर नाम काटेर लेखेर रहेछ। त्यही त हो नि यही त हो नि डेकोरेसन। यहाँ एउटा यस्तो गरी भाँचेर राख्दैछ। हाम्रो यहाँ सिस्टरले पानी पनि ल्याइदिएको छ होइन। अरू के भन्नु छ र खोइ यहाँ वाइफाई चलाएन। सो त्यही हो। अब के भन्नु त अब लाइन छैन बिहाल्छ। लाइन त भर्खर आएको छ, नेट छैन बिहाल्छ जिन्दगी। अरू के भन्नु छ। इक्जाम आइसक्यो अहिलेसम्म पढाएको छैन। होमवर्क पनि गराएको छैन।
यो भयो एउटा होमवर्क नगर्ने पढ्दा सब त्यही त अनि घरमा इस यस्तो छ यहाँ बाहिरको डेकोरेसन यही हो यहाँ यो अर्को छ अनि त्यही अब नेट त यी यस्तो भइरहेको तर चलेको चाहिँ छैन होइन यहाँ मलाई यहाँ कन्टेन्ट भेटिराखेन त्यही पनि यस्तो ल्यान्ड गएको भ्लग भनेर चाहिँ आइन्छ होइन अरू म के भन्न चाहदिनँ फोहोरहरू छ सो त्यही हो बाहिरको देख्न सक्नुहुन्छ यस्तै त अनि जिन्दगी के भन्नु छ र देख्न सक्नुहुन्छ यो बाहिरको भाइब चाहिँ यस्तै है देख्न सक्नुहुन्छ तपाईँहरूले केटिएम सिटीको जस्तै भाइब छ भने टक्क बत्ती झिलिमिली टक्क भाइबमा अब अरू के भन्नु छ देख्न सक्नुहुन्छ म चाहिँ यहाँ छु टक्क यहाँ बाहिर आउँछ ल्याएर सुन लागिरहेको म मात्र हो क्या भित्र सुन्ने भने होइन गाइस यहाँ हाम्रो सिरानी टक्क म्यामजीले ल्याउनु भइरहेछ हेर्नु यहाँ चाहिँ यो बुद्धको अब पूजा गर्ने ठाउँ अब बुद्ध पूजा गर्ने ठाउँमा अब यो सरस्वती माताको पनि राखिएको छ बुद्ध भगवान्ले पनि राखिएको छ यहाँ सबै चिज राखिएको छ तर के भन्नु पर्दा नि यो मलाई चाहिँ अलि राम्रो देखेन जस्तो लाग्यो सरस्वती माताको राखेर अब त्यो के गर्ने त अब एउटा रुममा सबैको राख्नु परेको छ त्यही हो अरू केही भन्नु छैन म चाहिँ अहिले यस्तो गरेर हाफखट्टुमा बसेको छु क्या हाफखट्टु गर्मी धेरै छ कि यो चपुर भन्ने ठाउँमा चाहिँ होइन गर्मी धेरै छ प्लस पानी परेको छैन पानी पऱ्यो भने सिम परेको छ यहाँ यी किरा साखिरा यहाँ चाहिँ हाम्रो म्याडमजीहरू सुत्नु भइसक्यो अब म पनि भ्लग इन्ड गरेर सुत्नु पर्ला जस्तो लाग्यो सो कस्तो लाग्यो त आजको दिन अनि म्याम कस्तो लाग्यो त आजको दिन बिहाल्छ है आजको दिन न वाइफाई छ न कन्टेन्ट पाएको छ भ्लग बनाउने त्यही पनि धेरै पछि ब्याक भएको 2-3-4-5 महिनापछि ब्याक भएको म पनि यहाँ झुलाउनु लागिरहेको छैन यही काम छैन बाहिर ठिङ्गिङ बस्यो त्यही त भने अब ओछ्यान सोछ्यान टक्क लगाएर सुत्दिनु पर्ला म पनि तर के गर्ला बाहिर सुत लाग्यो के गर्ला सोनामले ल्याएन है भोलि अब कविसँग मम्मी आएपछि बा छोड्यो अब कुनै दिन म पनि टक्क ओछ्यान सोछ्यान टक्क लगाउनु पर्ला कविसँग क्यामरासँग आइज त भनेर भन्नु नमिल्ने होइन अब यहाँ काम छैन अब यो झ्याल टक्क खोलिन्छ खुलिँदैन यार टक्क झ्याल खोल्यो अब यहाँ म पनि आउँछु दिदी झुल लगाइदिनु न सोनम दिदी झुल लगाइदिनु न तपाईँलाई आज औकात देखाइस् छैन आफ्नो औकात आँखा चाहिँ पुरै दुखिरहेको छैन निन्द्राले अब के भन्नु झुल लगाउनु छ झुल नलगाए त सुत्नु मिल्दैन फ्यान चलाउनु पऱ्यो सो टक्क फ्यान चलाइन्छ अनि यो झुल पनि यो झ्याल पनि टक्क मस्त लगाएर खोलिन्छ मैले अघि थुनिदिएको थिएँ होइन यस्तो गरी झ्याल खोलिदियो काम चाहिँ टन्नै छ यो मिलाउनु सिलाउनु पऱ्यो के गर्नु पऱ्यो कहाँ जानु छु त अघि भित्र सुत भन्दा चाहिँ मान्दैन अब चाहिँ भित्र सुत्नु रे रक्स त्यही त यस्तो गरी क्यामेरा भगवान्हरू जिन्दगी के छ र क्यामेरा यस्तो गरी ठिङ्ग समात्यो त्यही त अनि अब फ्यान चाहिँ मैले भर्खर चलाएको होइन कस्तो रफ्तार चलेको त्यो चाहिँ थाहा भएन होइन लुगा देख्न सक्नुहुन्छ अर्को हाम्रो म्यामजी आउनुभएको छ डान्स गरेको होइन साथी हो यो चाहिँ होइन मेरो थियो होइन भात दिइराखेँ बहिनीले टक्क पारामा यहाँ देख्न सक्नुहुन्छ एउटा कहाँ यहाँ म यहाँ यसो टुक्रा चाहिँ यहीँ छ यस टुक्रा यही हो अब यहीँ मुनलाइटको सर्टिफिकेट यहीँ छ मायाको चिन्ह यस्तो हो कि खासमा बुझ्नु यस्तो हो कि यस्तो
my god, my god, my god. अब म पनि यो के ओछ्यान हाम्रो स्कुलको के यार तँले के पाएको मैले पाएँ होइन नि तँले पाएको कविता दिदीको अनि यहाँ ओछ्यानको हालत चाहिँ यही हो होइन अब टक्क मिलाइन्छ दिन्छ अब म पनि भ्लग इन गर्नु पर्ला सो गाइज आज भ्लग के कस्तो लाग्यो लाइक कमेन्ट Good night. नभुलिदिनु होला सो See you. सी यु टुमरो गुड नाइट ओ कविता दी हजुरलाई भ्लग कस्तो लाग्यो त आजको कृपया युट्युबमा गएर एलेक्स तामाङ भनेर सर्च गरेर हेरिदिनु होला होइन साथीहरूलाई भनेर सब्सक्राइब गरिदिनु है च्यानलमा साथीहरूलाई भनेर Okay. हुन्छ सो आज भ्लग चाहिँ के कस्तो लाग्यो लाइक Good कमेन्ट गर्नु night. Bye नभुलिदिनु होला guys. Mwah, love you. Love बाई बाई गाइज लेट्स सी